नै तपाईँ स्थानीय हुनुहुन्छ बोल्नु न नै उनले खाने अरे प्रसाद खायो त हो ठिक छ भाइको नाम चाहिँ के हो नि अमृत बाजे खानुभयो ठिक छ ल ठिक लाग्यो खुसी लाग्यो हजुर हजुर तिमी के मासु खान्छौ त म त खाइहाल्छु त म त प्योर भेज हो नि फेरि म त खाइदिन्छु म हो मेरो त तिहार हो आज भाइको दसैँ तिहार लागेको छ आज त्यो पनि फेरि भुटुन मासु र पुरी पाचा आज प्रसादमा कुखुराको भुटुन लोकल कुखुराको यहाँ देखाउनु न त यहाँ हेर्न लोकल कुखुराको भुटुन यसमा त कतै ठिक छ तिम्रो भाग्यमा लेखाइ रहेछ ब्रदर आज भोक लागेपछि त मासु र रोटी खान मिलाएर चाहिँ आज फोरा बनाउने ठाउँ लगभग 6 करोडको यो आयोजना भन्नुभएको छ सबै गरी सहित यहाँनिर चाहिँ सोलर पनि रहेछ यो चाहिँ मैले भर्खर हिजो मगाएको थिएँ यो चाहिँ सेम यस्तै छ रहेछ अनि दिदी बहिनीहरू हुनुहुन्छ बाजेहरू हुनुहुन्छ यहाँ मासु पाक्दै रहेछ होइन म त मासु खान्न नि फेरि मासु खान्न म नै म खान्न मेरो व्रत हो कि आज शनिबार व्रत मासु चाहिँ पाकिरहेको छ तर मासु चाहिँ खाँदैन आज रोटी मात्रै खान्छु शाकाहारी हो कि म उनी हो नोडल भए मान्छे म होइन कि हजुरआमा हुनुहुन्छ निकै पहिला भन्दा चाहिँ निकै यो व्यवस्थित भइरहेको छ अहिले चाहिँ बन्ने तयारी पनि भइरहेको छ अरू कुराहरू त्यहाँ माथि ट्याङ्की त्यो माथिदेखिको त्यो पानी ट्याङ्की छ त्यहाँ पानी ट्याङ्की छ यहाँ बस्नलाई यो व्यवस्थापन छ यहाँ पानीको अलिकति समस्या छ यहाँ पानीको कतिको चाहिँ सहज छ यहाँ अहिले पानीको हो तिमीले बोकी ल्याउँछौ सकिएको पानीको समस्या रहेछ अहिले होइन ए पिकनिक खान पनि आउँछन् मान्छेहरू हो कतिको आउँछन् मान्छेहरू आजभोलि धेरै लालीगुँरास फुल्ने समय अहिले होइन र चैत वैशाखमा ए माथितिर पनि फुल्छ नि लालीगुँरास बोटो छ ए यता उताबाट लालीगुँरासको जङ्गल रहेछ उतापट्टि किन के हुन्न यो त के भएछ र राम्रै छ त त्यो काँडा भएको ए दुम्सी म त साह्रो भने अर्को त जस्तो लाग्यो दुम्सी ए हो एउटा बाबा बस्नुहुन्थ्यो कति वर्ष पहिला कति वर्ष भन्दा पनि योभन्दा लगभग 1.5 महिना अगाडि हो ए जानुभयो कहाँबाट आउनु भएको थियो बोर्तियाबाट ए फेरि आउनुहुन्छ होला कति यहीँ एक्लै बस्नु भएको थियो एक्लै हो यही भित्र ढोका पल्ला केही छैनन् बस्ने त्यहाँभित्र के छ अहिले चाहिँ अहिले त केही छैन त्यहाँभित्र खाली छ ए हाम्रो यो चौधरी नगरपालिकाको यो वडा नम्बर 4 मा रहेको अमलाटाकुरा स्थितमा रहेको यो मालिका मन्दिरको यो निर्माण स्थलमा को दृश्यलाई मैले खिचिरहेको छु
र यहाँ चाहिँ हाम्रो अङ्कलहरू हजुरबाहरू हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ। यहाँ यो निकै अगाडिको काम हो। त्यतिर माथि पानी ट्याङ्की भएको स्थान रहेछ त्यो। यहाँ चाहिँ यस्तो एउटा यो चाहिँ एउटा बनाएर छ, तर अलिकति यसलाई सरसफाइ र संरक्षण गर्न जरुरी छ। यो पछि होला, अहिले चाहिँ निर्माण कार्य भइरहेको छ। यहाँ पनि एउटा बस्ने ठाउँ रहेछ। आनन्दको ठाउँ परसम्म फैलिएको रहेछ यो यसको यो क्षेत्र चाहिँ, यो बार लगाएको क्षेत्र, जसले गर्दाखेरि चाहिँ सुरक्षित होस् भन्ने हिसाबले हामी यहाँ छौँ अहिले। माथि यहाँबाट म सायद अब माथि त्यो पानी ट्याङ्कीको बाटोमा जाने कोसिस गर्छु यताबाट। यो चाहिँ अर्को एउटा प्रतीक्षालय रहेछ। के बोल्ने हो र? बोल न, इन्टरभ्यू लिन्छु म। के भन्नु छ भने भन। हो यहाँ चाहिँ अलि यो बस्ने व्यवस्था रहेछ। यहाँबाट चाहिँ एकदम कस्तो दामी दृश्य देखिरहेछ। सायद मैले टिकटकमा देखेको थिएँ यो भिडियो चाहिँ। यहाँबाट माथि सन्तोष भाइ कहाँ छन्? तिमी के मासु खान्छौ त? म त खाइहाल्छु त। म त प्योर भेज हो नि फेरि। म त खाइदिन्छु म। प्रसाद खान लाग्छ नि तिमीले? म चाहिँ पुरी मात्रै खान्छु होला। यहाँ सबैजनालाई बाँड्नुमा छ। म त दुईटा मात्रै खान्छु सर, दुईटा मात्रै दिनु। म त खान्न, मासु खान्न म। हस् धन्यवाद। हामी चाहिँ म चाहिँ पुरी मात्रै बोकिरहेको छु। भाइले चाहिँ कति मासु टन्नै हालेछ नि या? ए म त पुरी मात्रै खान्छु। लसपस होला के? आज यिनको तिहार आएको छ फेरि। मेरो त तिहार हो साथी हो, मेरो त तिहार हो आज। भाइको दसैँ तिहार लागेको छ आज। त्यो पनि फेरि भुटुन मासु र पुरी पाछ आज प्रसादमा। कुखुराको भुटुन, लोकल कुखुराको। यहाँ देखाउनु न त, यहाँ हेर्न, लोकल कुखुराको भुटुन। यसमा त कतै ठिक छ। तिम्रो भाग्यमा लेखाइ रहेछ ब्रदर आज। मासु र रोटी खानु मिलाएर चाहिँ आज है। रोटी थप्ने अरू? मासु पनि थप्ने कि? घर अब भात पकाऊ, यहीँ खाएर ल। राजमान्ने होइन त्यो खाने गेम कि गेम पारेर। फर्स्ट टाइम मैले कुखुराको भुटुन खाएको। फर्स्ट टाइम म कुखुराको भुटुन खाएको। त्यो पनि लोकल कुखुरा हो यो? लोकल कुखुराको भुटुन। यस्तो गदौला जस्तो गदौला सोच्नु होला नि फेरि। गदौला आज तिमी ह्यान्डसम देखाएको छ भाइ यार। गनेउला भने पनि नखानु होला तपाईँहरू फेरि। जाऊ थप्न जाऊ क्या। म चाहिँ सुक्खा राम खाइरहेको छु। कहिले पनि खाऊ। स्टकमा छ मसँग, स्टकमा नभए आउँछ त्यहाँदेखि।
नै उनले खाने अरे पानी त फोर रहेछ त हेर्नु यो पानी सिद्धि हो दुईटा यो दुईटा मात्रै होला जाने बाटो जाएन रस थप्ने रस कि मासु माग्यो लाज नमान म त मासु खाने अहिले थपिन्छ थपिदिएको मासु खान्न आज मेरो व्रत छ र नै तपाईँ स्थानीय हुनुहुन्छ बोल्नु न भ्लग हो क्या यो हाम्रो युट्युबमा टिकटकमा हुन्छ क्या कुरा गर्नु न किन त स्थानीय मान्छेले यहाँको बारेमा नभने कहिले भन्छ त पब्लिकमा फेस त नदेखाउने मान्छेमा फोटोहरू म कहिले खिच्दिनँ त्यो इन्टरभ्यू लिन लाँदा म भाइरल नै सिधै खाऊ क्या मोटाएर जाऊ बोल्ने हो भाइ के छ खायो त प्रसाद खायो त हो ठिक छ भाइको नाम चाहिँ के हो नि अमृत बुवाहरू पनि खाँदै हुनुहुन्छ अरे बनाउँछु क्या माग्छु बाजे खानुभयो ठिक छ ल ठिक लाग्यो खुसी लाग्यो हजुर हजुरहरूले प्रसाद खुवाउनु भयो हामीलाई खुसी लाग्यो मलाई लगभग अब यहाँ पनि उहाँहरूको पनि सायद के हुन्छ जाने हुन्छ होला पुजारी बा माथि हुनुहुन्छ उहाँले खानुहुन्छ हजुरले खानुहुन्न यहाँ लुकी लुकी खाँदै हुनुहुन्छ उहाँहरू चाहिँ नखाएको मान्छे किन नखाएको त इन्टरभ्यू लिने रे के इन्टरभ्यू के भन न त ल यहाँ यो ठाउँको बारेमा भन न एउटा ल थोरै मात्रामा म यहाँको होइन अब मलाई यहाँ त म त पानी ल्याउँदैन तिमी चाहिँ खायो त किन लाज मान्छौ तिमी यिनी पनि लगाएर छन् क्या किन बोल न किन यिनी लाज मान्दैनन् फेरि होइन सानोको नाम के हो रमेश रमेश बुढा राणा ए तिम्रो नि बुढा तिम्रो क्या हो तिम्रो राणा राणा र बुढाहरूको पूजा हुन्छ आज ए सबैको तिम्रो चाहिँ क्या हो नि ए अब त लगाउँदैनौ अब त बोल ल जाउँ ल हामी जान्छौँ अब त्यो ट्राइपड त्यही छ ल हामी चाहिँ लाग्छौँ बहिनी ल बाई ल बाई बाजे ल हस् नमस्कार ल प्रधान हामी जान्छौँ है ल ल धन्यवाद छ है ल ल
हुन्छ बाजे बस्नु होला है हामी गयौँ के त तिम्रो नाम के अरे निशा राणा ठिक छ कहाँ पढ्छौ मुनकोट पढ्छौ कति भयो ल सादा घर फुल प्याक गरेर अरू केही सेवा गर्नु पर्यो हजुरलाई हामी पाहुनालाई पनि सेवा गर्छौँ नि बिन्दासले खानुहोस् ल ल ल बहिनीहरू ल भाइहरू ल ल बाई 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 ल ल ल भेटेर जाउँ ल ए लाग्छौँ हामी हस् हस् धन्यवाद है ल हुन्छ तपाईँकोमा एकचोटि छिरिरहेको थिएँ पहिला त्यहाँ घरमा अब तपाईँ त्यहाँ हुनुहुन्न अहिले समय भएपछि आउँछौँ शिखर ल हामी चाहिँ अब फर्किने तयारी गर्दैछौँ भाइहरू कतिले फर्किनु हो छिटै ल हामी चाहिँ लाग्यौँ है ल ल ल ल ब्रदर यताबाट सल्यानतिर देखिन्छ र अब यहाँबाट हामी बिदाबारीमा आएर फेरि अब कुनै दिन आउँछौँ होला अर्को दिन चाहिँ बिहान आएर यहाँ पुरै घुम्नुपर्छ होइन यता यही हो अघि भनेको के त छुटेन नि ब्रदर हामी यहाँबाट लाग्यौँ बिस्तारै ल अब यात्रा गर्ने क्रममा अब ओह्रालो अब एकदम ठाडो उकालो तेर्सो ओह्रालो भनौँ ठाडो उकालो र तेर्सो ओह्रालो अघि आउँदाखेरि त मलाई एकदम गाह्रो भएको थियो यतातिर हरियाली दामी जङ्गल छ हाम्रो ब्लगर नम्बर 1 ब्लगर हुनुहुन्छ अहिले उहाँ होइन सर के छ त भतुवा हो भल गरेर तपाईँले ह्यान्डसम देखिनु भएको छ आज क्यामेराको कमाल हो कि चस्माको कमाल हो